आज हाम्रो घुमघाम बबाल हाम्रो प्राइभेट कारमा आज हामी आफैले घुम्यौँ कि यो ठाउँ चाहिँ दामी छ यार। यो मलाई ठाउँ पनि मन पर्यो, यहाँको हावापानी त झन् बबाल। रोमानियाको सबैभन्दा बेस्ट भनेको यो चाहिँ मन परेको यार। यहाँको केही मन परेन यहाँको मलाई, आफै नेपालको सबैभन्दा राम्रो। तर मलाई यहाँको जस्तै म चाहिँ दुबईबाट आएको, दुबईमा लाग्छ धेरै गर्मी हुन्थ्यो, अनि गर्मी मलाई चाहिँ मन नपर्ने। अनि नेपालको जस्तो फिल एउटा भाइब्स आउने ठाउँ चाहिँ यो रोमानिया हो क्या। यदि जो कोही नयाँ आउँदैछ भने मान्छे नयाँ लाग्ला, ठाउँ नयाँ लाग्ला, तर ठाउँहरू हेर्दा चाहिँ सेम नेपाल रहेछ भन्ने एउटा फिल, एउटा भावना मनैबाट आउँछ क्या। त्यो चाहिँ सबभन्दा बेस्ट पार्ट हो नि त। अनि यहाँको हावापानीहरू है, हावापानी चाहिँ बेस्ट हो क्या, यो बेस्ट। अनि पाहाडहरू हेर्दाखेरि मलाई मेरो मन हेर्नु त यो ठाउँहरू यस्तो जङ्गल, यो आकाश दामी छ। 2-4जना यस्तै राम्रो राम्रो साथीहरू भयो भने त यो ठाउँहरू घुम्नु पनि धेरै रमाइलो हुन्छ नि। होइन त गाइस, के लाग्छ तपाईँलाई यार? भान्जा के छ खबर? कस्तो भयो त आजको हाम्रो दिनहरू? हाम्रो फेरि ह्यान्डसम मान्छे पछाडिबाट जाने हो, पछाडिबाट पनि अनि अहिले चाहिँ अहिले त मस्त घुम्नुलाई त होइन। यस्तो पानी पर्ला पर्ला जस्तो छ आकाश पुरा। आज घुमघाम कस्तो लाग्यो तिमीलाई यार? मलाई त राम्रो लाग्यो, ड्युटी गरेर आएको छु, पनि आयो घुम्न, अलिकति मुड फ्रेस हो होइन? त्यही हो। यतिको जङ्गल हुन्छ, यस्तो बाटो हुन्छ भने कसरी सोचेको हुन्छ त गाइस होइन? हेर्नु त हाम्रो बबाल जङ्गल ठुलो छ हेर जङ्गल त है। चाहिँ हाम्रो यो जङ्गल टुर हुँदैछ हिँडेको होइन। अब आज छुट्टी जस ठिक छ यार, छुट्टी गरेर सदुपयोग भइरहेछ, राम्रै भइरहेछ भन्नु। यहाँ फोहोर मैला सबै यतै फ्याल्छ कि यहाँको लोकलहरूले पनि है? हेर न यो रोमानियाको जङ्गलमा चाहिँ, जस जङ्गलहरूमा चाहिँ पुरै यस्तो हुन्छ, तर जङ्गल चाहिँ बबाल छ यार। हेलो गाइस, एउटा के कुरा भनौँ, आज नेपाल स्कटल्यान्डको ओल्ड क्रिकेट लिग 2 को गेम थियो। अब होम ग्राउन्डमा पनि नेपालले अब फर्स्ट म्याचमै हार्न पुगेछ 2 रनले। अब ब्याटलग भनौँ, अब त्यो वेदरको कारणले, अब डेलो मेथडको आधारमा होइन, त्यो पनि हो। अर्को खेलाडीहरूको अलिकति कम्युनिकेसन नमिल्दाखेरि हारेको। तर नेपालले हारे पनि जिते पनि म त क्रिकेट पनि हो, जहिले जहिले फुल सपोर्ट भइहाल्छ मेरो तर्फबाट, किनभने नेपाल वान अफ द बेस्ट टिम हो नि त क्रिकेटमा। त यो हार जित भनेको त जसको पनि हुन्छ नि होइन, तर पनि त्यसलाई चाहिँ त्यस्तो ठुलो बनाउनु हुन्न। जङ्गलको हाम्रो यात्रा